नमस्ते साथीहरू। मैले आज आर्थिक वर्ष 2083-84 को सङ्घीय बजेट सम्बन्धी केही महत्त्वपूर्ण डाटाहरू लिएर आएको छु, जसमा रहेको छ कुल बजेट चाहिँ कति छ? 21 खर्ब 24 अर्ब 34 करोड छ। अनि चालुतर्फ चाहिँ 12 खर्ब 70 अर्ब 58 करोड रहेको छ भने पुँजीगत तर्फ 4 खर्ब 31 अरब 10 करोड रहेको छ। वित्तीय व्यवस्थातर्फ 4 खर्ब 22 अर्ब 64 करोड चाहिँ रहेको छ। अब लागौँ यसलाई चाहिँ कसरी सम्झने त? यसलाई सम्झनको लागि मैले केही ट्रिकहरू बनाएको छु। भिडियो लास्टसम्म हेर्नुहोला। सम्झौँ कुल बजेटलाई कसरी सम्झन सकिन्छ। मानौँ एउटा हेर्नु त कुलो छ, यो चाहिँ कुलो छ। कुलोमा चाहिँ एक आइस छ भनेपछि यो चाहिँ आइसको ढिक्का छ। 21 खर्ब भइसक्यो होइन। 21 छ आइसको ढिक्का, अनि चाहिँ एक आइस छ। अनि आइसमाथि चाहिँ चाबी चाहिँ के चाबी छ। चाबीहरू चाहिँ टिपिरहेछन्। कसले त भन्दाखेरि श्रमिकहरूले चाहिँ। श्रमिक भनेपछि 34 कसरी भयो त भन्दाखेरिमा संविधानको धारा 34मा चाहिँ के छ त? श्रमको हक छ। त्यसकारण चाहिँ श्रमिक हो। कसरी भयो त? अब हेर्नु त, एक आइस छ। कुलोमा चाहिँ एक आइस छ। कुलोबाट कुल बजेट 21बाट चाहिँ 21 खर्ब भइसक्यो। 21 खर्ब भइसक्यो अनि चाहिँ 21 खर्ब भइसक्यो। अनि त्यहाँ चाहिँ के चाबीहरू टिपिरहेछन्। चाबी भनेको 24 अर्ब भइसक्यो। कसले त भन्दाखेरि श्रमिकहरूले। श्रमिक भनेको चाहिँ धारा 34 श्रमिक भनेको चाहिँ श्रमको हक, धारा 34 करोड चाहिँ यसलाई चाहिँ यसरी सम्झन सक्नुहुन्छ। र अर्को चाहिँ रहेको छ चालुतर्फ। अब त्यो चालुतर्फ भनेपछि चालुलाई सम्झ्यौँ साथीहरू। चालुलाई चाहिँ आलु सम्झ्यौँ। आलु सम्झन साथ चालुलाई चाहिँ आलु सम्झन सक्नुहुन्छ। चालुलाई चाहिँ आलु सम्झँदा चालुलाई चाहिँ सम्झौँ। आलु होइन, आलुबारी सम्झौँ। यो चाहिँ पुरै आलुबारी छ। अनि आलुबारी भनेको चाहिँ आलुबारीको यता चाहिँ बार छ। हेर्नु त, यो सबै बार हो। बार अनि बार भनेको 12 अनि यो आलु चोर्नको लागि शत्रुहरू हेर्नु त, यस्ता पुरै मुखसुख ढाकेर शत्रुहरू आइरहेछन्। शत्रु भनेको 70 अर्ब। अनि चाहिँ उनीहरू चाहिँ त्यहाँ चाहिँ कति धेरै आएछन् कि त्यहाँ शत्रु र त्यहाँका आलुका चाहिँ साउहरू मिलेर त्यहाँ अटाउनै सकेका छैनन् होइन। 58 करोड चाहिँ भनेपछि चाहिँ आलु भनेको चालुबाट चाहिँ यो बारबाट चाहिँ 12 खर्ब। अनि चाहिँ यिनीहरू शत्रुहरू चाहिँ आलु चोर्नलाई को आउने हो त? शत्रु आलु चोर्नलाई को आइरहेछन् चाहिँ शत्रुहरू आइरहेछन्। उनीहरू चाहिँ शत्रु भनेको चाहिँ 70 अर्ब। अनि चाहिँ उनीहरू त्यहाँ चाहिँ अटाउनै सकेका छैनन्। अटाउनै भनेपछि चाहिँ 58 करोड चाहिँ सम्झनु होला साथीहरू। 58 करोड। अब लागौँ पुँजीगत तर्फ चाहिँ कति छ त? 4 खर्ब 31 अर्ब 10 करोड। हेर्नु त, 4 खर्ब भनेपछि चाहिँ एउटा चाहिँ पूजा गर्ने कहाँ हो त? मन्दिरमा हो। मन्दिरको वरिपरि चाहिँ मन्दिरको चाहिँ चारैतिर चाहिँ के छन् त? मन्दिरको चारैतिर चाहिँ किताब। चारैतिरबाट चाहिँ 4 खर्ब सम्झनु होला। त्यहाँ चाहिँ किताबहरू छन् होइन। किताब भनेको के हो? शिक्षा हो। किताबबाट के मिल्छ त? शिक्षा भनेको धारा 31 शिक्षाको हक, शिक्षा सम्बन्धी हक 31 भइगयो। अनि त्यो किताबहरू चाहिँ कहाँ लोड गरिरहेछन् चाहिँ बसमा लोड गरिरहेछन्। बस भनेको 10 करोड। अनि चाहिँ कसरी सम्झ्ने? पूजा गर्ने कहाँ हो? मन्दिरमा। पूजा गर्नेमा कहाँ हो चाहिँ मन्दिरमा। मन्दिर सम्झने। मन्दिरमा चाहिँ अब 4वटा मन्दिरको चाहिँ चारैतिर के छ त? चारैतिर किताब छ। किताबबाट के शिक्षा प्राप्त हुन्छ? 31। अनि त्यस पछाडि चाहिँ किताब चाहिँ कसमा हालिरहेछन् चाहिँ बसमा।
बसमा चाहिँ राखिरहेछन् भनेपछि चाहिँ 4 खर्ब 31 अर्ब 4 खर्ब 31 अर्ब 10 करोड। अब लागौँ पुँजीगत अब वित्तीय व्यवस्थातर्फ। वित्तीय व्यवस्थातर्फ चाहिँ वित्तीय व्यवस्थालाई के मानौँ, बितेको लास हेर्नु त बितेको लास छैन, बितेको लास छ अनि चाहिँ बितेको लासलाई बोक्ने कतिजनाले हो, 4 जनाले हो, 4 जनाले हो। लास बोक्ने चाहिँ कतिजनाले बोक्छन् त 4 जनाले बोक्छन् अथवा 4 जनाले बोक्छन् र 4 जना साथीले चाहिँ त्यसका साथीहरूले चाहिँ त्यसलाई चाहिँ रुँदै के भनिरहेछन्, बाई 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 साथी भनिरहेछन् होइन, बाई बाई हामीलाई एक्लै छोडेर गइरहेको भनेर बाई बाई भनिरहेछन्, बाई बाई चाहिँ भनिरहेछन्। कसले त 4 जना चाहिँ साथीहरूले चाहिँ 4 साथीहरूले चाहिँ 4 जना चाहिँ यहाँ पुग्छन्, 4 जना चाहिँ साथीहरूले चाहिँ बाई बाई भनिरहेका छन्। फेरि 4 साथीबाट 64 हुन्छ है, 4 साथीबाट 64। एउटा चाहिँ बितेको लास छ, बितेको लासलाई चाहिँ कतिजनाले बोकिरहेछन्, 4 जनाले, अनि चाहिँ 4 जनाले चाहिँ बोकिरहेछन् र अनि बाई बाई गरिरहेछन् चाहिँ बाई बाई गरिरहेछन्। कतिजनाले त भन्दाखेरिमा चाहिँ 4 साथीहरूले चाहिँ 4 साथी भनेको 64 है, 4 साथीजनाले 4 साथीले चाहिँ बाई बाई गरिरहेछन् भनेपछि 4 खर्ब 22 अर्ब 64 करोड। र धन्यवाद साथीहरू भिडियो अन्तिमसम्म हेर्नुभएकोमा। यस्तै ट्रिकको लागि यदि ट्रिक मन परेको भए आइडीलाई फलो अनि भिडियोलाई लाइक सेयर र कमेन्ट गर्न नभुल्नुहोला। अर्को सेसनमा जोडिउँला। धन्यवाद, सबैलाई नमस्कार।